सिन्धुलीमा हालैको अविरल वर्षाका कारण अवरुद्ध बनेको विद्युत सेवा पुनः सुचारू गराउन नेपाल विद्युत प्राधिकरणका प्राविधिक कर्मचारी र स्थानीय जनप्रतिनिधि दिनरात खटिएका छन्। लगातारको वर्षासँगै जिल्लाको विभिन्न स्थानमा विद्युत लाइन, पोल र ट्रान्सफर्मरमा क्षति पुगेपछि आपूर्ति अवरुद्ध भएको थियो। विद्युत आपूर्ति पुनर्स्थापना गर्न प्राधिकरणका प्राविधिक टोलीले जोखिम मोलेर समेत मर्मत कार्य गरिरहेका छन्। बाढीले सडक अवरुद्ध र सञ्चार अवरोधका बीच पनि विद्युत सेवा छिटो पुनर्स्थापना गर्न जनप्रतिनिधि र स्थानीयवासीको सहकार्यमा प्रयास भइरहेको छ। अवरुद्ध विद्युत सेवा सुचारू गर्न आफै फिल्डमा खटिनु भएका विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालका अनुसार जिल्लाको धेरैजसो क्षेत्रमा विद्युत सेवा सुचारू भइसकेको छ। 18 गते आएको अविरल वर्षासहितको बाढीले सिन्धुली जिल्लामा 18 गते चाहिँ अलिक धेरै ठाउँहरूमा लाइन अवरुद्ध गरे पनि बेलुका चाहिँ हामीले लाइन चालू गऱ्यौँ र 19 गते हिजो लगभग बजार एरियाहरू अधिकांश ठाउँहरू चालू गऱ्यौँ र आज 20 गतेसम्ममा चाहिँ करिब धेरै ठाउँहरूमा लाइन अब हाइवेहरू सबै ठाउँमा लाइन चालू गरिसकेका छौँ। अहिले सुनकोसीले हामी अरू कुरा देख्न सकिन्छ। यतापट्टिको लाइनहरू चाहिँ हाम्रो बगाएको छ, तर अरू वैकल्पिक व्यवस्थाहरू गरेर हामीले बत्ती बालेका छौँ। अहिले दुम्जाको त्यो काभ्रेको सिमानासम्मकै अन्तिम ट्रान्सफर पनि बत्ती बालिसकिएको छ। अब 2 नम्बर वडा र 4 नम्बर वडा सुनकोशी गाउँपालिकाको केही ठाउँहरू बाँकी छ। फिकलको अघि भर्खरै स्टाफसँग मेरो रिपोर्टिङ हुँदाखेरि र त्यहाँ पालिकाको उपाध्यक्षजीसँग कुरा हुँदाखेरि लगभग आज बेलुकासम्म सबै बत्ती बालिन्छ कि भन्ने हिसाबले काम भइरहेको छ। अब त्यस्तै अब कमलामाई नगरपालिका, दुधौली नगरपालिका कम्प्लिटली बत्ती बलिसकेको छ। तीनपाटन गाउँपालिकाको चाहिँ 8 नम्बर र 9 नम्बर वडाको केही भागहरूमा बाँकी थियो। त्यो चाहिँ अब आज अन्तिम अब बेलुकासम्मको रिपोर्टिङ हुन बाँकी छ, तर त्यो पनि बत्ती बाल्न सकिन्छ कि भन्ने आश छ। फिकलको 1 नम्बर वडामा पनि उता तीनपाटनबाटै जान्छ, त्यो पनि सँगसँगै उताबाटै लाइन चार्ज भयो भने बाल्न सकिने अवस्था छ। अब घ्याङलेकको हामीले हिजै बालिसकेको अवस्था थियो भने अब बाँकी रह्यो मरिन र हरिहरपुरगढी गाउँपालिका। त्यो मरिनतिर गएको कपिलाकोट सब स्टेसनको 33 केबीको लाइनको चाहिँ मरिन खोलाले पोल बगाएको छ। हामीले अहिले त्यहाँ पोल गाड्न सक्ने अवस्था छैन। आज हामीले त्यहाँ पोल पनि गाडेनौँ, तर 33 केबीको सब स्टेसन बन्द भए पनि हामीले चाहिँ यो घ्याङलेक फिडरबाट वैकल्पिक व्यवस्था गरेर चाहिँ अब त्यहाँ बत्ती चाहिँ पुर्याइसकेका छ। मरिनको चाहिँ अधिकांश लगभग ठाउँहरूमा आज बत्ती बालिन्छ भने हरिहरपुरगढीको चाहिँ केही ट्रान्सफर्मरहरू चाहिँ अब बाँकी रहने अवस्था देखिएको छ। तर त्यो पनि हामीले भोलि बेलुकासम्म चाहिँ हरिहरपुरगढी लगायत सिन्धुली जिल्लाको सम्पूर्ण क्षेत्रहरूमा चाहिँ लाइन हामीले बाल्न सकिन्छ भन्ने हाम्रो अनुमान छ। अब यसरी हेर्दाखेरि करिब 60-70 वटा जति पोलमा विभिन्न पालिकाहरू गरेर क्षति भएको देखिन्छ भने 15-20 वटा जति पोल चाहिँ बगाएको अथवा भाँचेको अवस्था छ, पहिरोले पुरेको अवस्था छ भने बाँकी रहेको 40-45 वटा पोलहरू चाहिँ अब 11,000 भोल्टेजको अथवा 400 भोल्टको चाहिँ अब ढलेको, अधिकांश चाहिँ ढलेको छ। यसपालि बगाउन भन्दा बढी ढलेको देखिन्छ भने दुईटा तीनटा ट्रान्सफर्मर चाहिँ चट्याङसहित चाहिँ अब जलेको पनि छ। ट्रान्सफर्मर नभएको भएर हामीले यो कमलामाई 14 नम्बर वडाको चाहिँ हेटवटा पुगेर ट्रान्सफर ल्याउँदाखेरि अहिले भर्खरै लगभग जडान भइसकेको छ। अब लाइन चार्ज गर्ने अवस्थामा छ र दुधौलीको चाहिँ एउटा ठाउँमा चाहिँ 25 केबीको ट्रान्सफर जलेको थियो। उहाँका अनुसार कमलामाई नगरपालिका र दुधौली नगरपालिकाको सबै क्षेत्रमा विद्युत सेवा प्रवाह भइसकेको छ। सुनकोशी, गुलन्जुर, फिकल, तीनपाटन, घ्याङलेक गाउँपालिकाका कतिपय क्षेत्रमा गए रातिदेखि बत्ती बल्न थालेको छ भने केही ठाउँमा मर्मत कार्य जारी छ। मरिन गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अवरुद्ध रहेको विद्युत सेवा सुचारू गर्न आज बिहानैदेखि नै प्राविधिक कर्मचारी र जनप्रतिनिधि खटिएका छन्। कतिपय स्थानमा बाढी पहिरो र हिलोका कारण पोल फेर्न र तार टाङ्न कठिनाई भए पनि प्राविधिक कर्मचारीको टोली निरन्तर खटिएको सिन्धुली वितरण केन्द्रका प्रमुख लम्सालले बताउनुभयो। जिल्लाका सबै क्षेत्रमा आज बेलुकासम्म विद्युत सेवा पुनः सुचारू हुने उहाँको भनाइ छ। अविरल वर्षासँगै आएको बाढी पहिरोले कतिपय बिजुलीका पोल बगाउँदा, पुरिदा र केही ट्रान्सफर्म जलेका कारण विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाका कतिपय बस्तीहरू अन्धकारमा बस्न बाध्य भएका हुन्।